नमस्कार साथीहरू, हार्दिक स्वागत तथा अभिवादन। फेरि पनि हामी उपस्थित भएका छौँ अर्को 5वटा जीके क्वेसन अनि तिनीहरूका उत्तरहरू लिएर। त्यसैले यदि तपाईँ पनि जीके सम्बन्धी चाख राख्नुहुन्छ भने भिडियोलाई अन्तिमसम्म हेर्नुहोला है त। अब सुरु गरौँ आजको पहिलो क्वेसनबाट। आजको पहिलो क्वेसन रहेको छ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुरुवात कुन आर्थिक वर्षदेखि सुरु भएको हो? र तपाईका लागि अप्सन दिएको छ। अप्सन ए 71-72, बी 72-73, सी 73-74 र डी 74-75। साथीहरू, यसको चाहिँ करेक्ट आन्सर हो अप्सन सी 73-74। अर्को क्वेसन, स्थानीय सरकार सञ्चालन ऐन 2074 को वर्गीकरण अनुसार पहाडी जिल्ला कुन होइन? र अप्सन दिएको छ। अप्सन ए रामेछाप, बी ओखलढुङ्गा, सी डडेलधुरा र डीमा अछाम। हजुर हो साथीहरू, तपाईँहरूले एकदम सही गेस गरिसक्नु भएको छ। यसको करेक्ट आन्सर हुन्छ अप्सन ए रामेछाप। अर्को क्वेसन, तल दिएका मध्ये साइक्लोन अल्फ्रेडबाट प्रभावित देश कुन हो? र तपाईँका लागि अप्सन दिएको छ। एमा क्युबा, बी न्युजिल्यान्ड, सी फिलिपिन्स र डीमा अस्ट्रेलिया। हजुर, तपाईँहरूले सही गेस गर्नुभयो। यसको करेक्ट आन्सर हुन्छ अप्सन डी अस्ट्रेलिया। अब अर्को क्वेसनको पालो, हालै स्थापना गरिएको नेपालकै पहिलो सौर्य जल प्लान्ट कहाँ रहेको छ? र तपाईँका लागि अप्सन दिएको छ। अप्सन ए कास्की, बी सुनसरी, सी रूपन्देही र डीमा सर्लाही। हजुर, यसको करेक्ट आन्सर हुन्छ अप्सन बी सुनसरी। अब तपाईँको लागि हाम्रो क्वेसनको पालो। आज तपाईँको लागि हाम्रो क्वेसन एकदमै सजिलो छ। शालिग्रामका लागि प्रसिद्ध नदी कुन हो? अप्सन पनि दिएका छौँ। एमा कोशी, बी बागमती, सी तमोर र डीमा कालीगण्डकी। तपाईँहरूलाई पक्कै पनि थाहा छ, कमेन्ट गर्नुहोला। र थाहा छैन भने पनि पास भनेर कमेन्ट गर्नुहोस्, हामी तपाईँलाई सही एन्सर बताइदिनेछौँ। अनि तपाईँलाई यो भिडियो कस्तो लाग्यो? भिडियोमा कुनै त्रुटि तथा कमजोरी भेट्नु भएको छ भने तुरुन्त कमेन्ट गर्नुहोला। साथै यस्तै अन्य जीके भिडियोको लागि हामीलाई फलो गर्नुहोला है त। हस्त, धन्यवाद।